परमेश्वरलाई महिमा होस्। तपाईहरु थाकेकै अवस्थामा भए पनि, तपाईको जस्तै व्यस्तता भए तापनि आज बेलुकी परमेश्वरलाई जसरी तपाईले समय दिने इच्छा गर्नुभयो, परमप्रभुले पनि तपाईसित समय बिताउने इच्छा गर्नुभएको छ। परमेश्वरको योजना हामी राम्ररी बुझौं। उहाँले साच्चै नै तपाईले हामीलाई यति धेरै माया गर्नुभएको छ, यति धेरै माया गर्नुहुन्छ नि जुन मायाको हामी वर्णन गर्न सक्दैनौं है। र परमेश्वरलाई स्तुति होस्। आदरणीय पास्टर गिदनज्यू, सम्पूर्ण परिवार र हिमालयन प्रिचर्स सम्पूर्ण मण्डलीलाई धेरै धन्यवाद दिँदै परमप्रभु परमेश्वरलाई धन्यको भन्दछु। हामी यति बेला नि बाइबल को कुरालाई हेर्दै जाँदाखेरि पहिलो थेसलोनी 5:19 मा पाउलले थेसलोनीको मण्डलीलाई एउटा कुरा बताउँछ। त्यो चाहिँ के हो भन्दाखेरि नि एउटा सेन्टेन्स हामी त्यहाँ देख्छौं, पवित्र आत्मालाई ननिभाऊ भनेर हामी पाउँछौं। आत्मालाई ननिभाऊ भनेर एउटा शब्द पाउँछौं। अनि आत्मालाई ननिभाऊ भन्दै गर्दाखेरि अर्कोपट्टि हामी अर्को पाटामा यो कुरा पनि याद गर्छौं, आत्मा त निब्द पनि रहेछ। सबले भन्नुहोस् त, आत्मा त निब्द पनि रहेछ। त्यसैले पाउलले आत्मालाई ननिभाऊ भनेर हामीहरूलाई यो ज्ञान दिइरहनु भएको छ। साउनुहोस्, हामी फेरि एकचोटि प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर पिता, परमेश्वर पुत्र अनि पवित्र आत्मा, मेरो अधर्म, मेरो त्रुटि, मेरो गल्ती हरेक कदममा, हरेक विचार र सोचाइहरूमा जे पनि भएको छ ख्रीष्ट येशू क्षमा दिनुहोस्। अनि यो ठाउँ तपाईको ठाउँ, यी मानिसहरू, यी विश्वासीहरू तपाईको छोराछोरी, तपाईको मानिसहरू हुन्। तपाईको हातमा समर्पण गर्छु। परमप्रभु परमेश्वर तपाईँ महिमित बन्नुहोस्। तपाईलाई धन्यको भन्दछु। सर्वशक्तिमान परमेश्वर तपाईको नामको जय जयकार होस्। तपाईँ येशू राजाको राजा अनि प्रभुको प्रभुलाई महिमा दिँदै आजको संगति पवित्र आत्माको भरपुरी र पूर्ण आत्माको सञ्चालनमा यो संगति पूरा हुन सकेको होस्। परमेश्वर तपाईको वचन छ, तपाईँ ओर्लन होस्। आफ्नो छोराछोरीको बीचमा तपाईँ सिंहासन बनाउन होस्। तपाईँ राज्य गर्न होस्। सम्पूर्ण एरियामा तपाईको रगतको सुरक्षाको छाप लगाउँछौँ। जीवित परमेश्वर तपाईको नामको शक्तिको घोषणा गर्छौँ। येशू ख्रीष्टको नाममा सबै प्रार्थना माग्छौँ। तपाई कतिजना नयाँ विश्वासीहरू हुनुहुन्छ, भर्खर प्रभुलाई विश्वास गर्नु भएकोहरू होला। विभिन्न कारणले गर्दा, बिमारले गर्दा, कोही हात खुट्टा नचल्ने अवस्थाबाट, कोही कुजे अवस्थाबाट, विभिन्न तरिकाले तपाईले येशू ख्रीष्टलाई उद्धारकर्ता भनेर विश्वास गर्नु भएको छ। म त्यस्तै एउटा व्यक्ति, येशू ख्रीष्टलाई उद्धारकर्ता भनेर विश्वास गर्ने एउटा व्यक्ति हुँदै गर्दाखेरि म तपाईलाई यो कुरा भन्न माग्छु, म पनि सजिलोसँग येशूलाई विश्वास गरेको त होइन। बाल्य अवस्थामा आँखा नदेख्ने भयो। अनि बाजे झाँक्री हुनुहुन्थ्यो, बाउ लामा हुनुहुन्थ्यो। उहाँहरू आफ्नो परम्परामा पक्का, आफ्नो पारम्परिक विश्वासबाट नहट्ने मानिसहरू थिए। त्यसरी नै म बिस्तारै नै सानो अवस्थामा आँखा दुख्ने एउटा बिमार लाग्यो। अनि मेरो आमाले भन्दै गर्दा यो आँखाहरू सबै घाउ भएको थियो अरे, यी आँखाहरू सुक्दै भित्र पस्यो भन्नुहुन्थ्यो। अनि त्यतिकै बाल्य अवस्थामा म नदेख्ने भएछु। जीवनमा मैले आँखा गुमाएँ। अनि संसार हेर्ने यो आँखा, अनि संसारमा हुँदै गरेको चमत्कारको कुराहरू, सुन्दर संसारहरू, संसारमा बनिरहेका ठुला राम्रा कुराहरू देख्ने यो आँखा, जुन चाहिँ यो रोशनी छ, यो आँखा छ, यो दृष्टि हराइ पठाइसकेपछि, सानो अवस्थामा यो हराइसकेपछि त्यतिकै एक ठाउँमा कुनामा बसिरहँदा परमप्रभुले एउटा बाटो खोल्नुभयो। परमेश्वरले एउटा योजना तयार गर्नुभयो। त्यो तान्त्रिक परिवारको घरभित्र एउटा कुनामा बसिरहँदाखेरि मेरो लागि परमेश्वरले एउटा योजना बनाउनु भयो। कालिम्पोङमा एउटा दृष्टिविहीन पाठशाला, नदेख्नेहरू पढ्न सक्ने, ब्लाइन्डहरू पढ्न सक्ने एउटा स्कुल खोल्नु भएको रहेछ धेरै वर्ष अगाडि। परमप्रभुले मलाई पनि त्यो योजना भित्र राख्नु भयो र मलाई
त्यो योजनाभित्र ल्याउँदै गर्दा मलाई कालिम्पोङको ब्लाइन्ड स्कुलमा पढ्ने एउटा मैले अवसर पाएँ। त्यो स्कुलभित्र पसेर मैले पढ्ने अवसर पाउँदै गर्दा त्यो मौका पाउँदै गर्दाखेरि त्यो स्कुलभित्र चाहिँ नि एउटा सबैभन्दा चाखलाग्दो कुरा, सबैभन्दा राम्रो, मेरो लाइफको सबैभन्दा असल कुरा चाहिँ के रहेछ भने त्यो स्कुलमा चाहिँ नि येशू ख्रीष्ट रहेछ। त्यहाँनिर त येशू ख्रीष्ट पो हुनुहुँदो रहेछ। त्यो स्कुलमा चाहिँ येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू थिए। मेरो टिचरहरू येशूलाई विश्वास गर्नेहरू थिए। उहाँले येशूलाई विश्वास गर्नुहुन्थ्यो। येशूसँग प्रार्थना गर्ने मानिसहरू थिए। अनि उनीहरूले प्रार्थना गर्दा 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 गर्दै दिन प्रतिदिन यो कट 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 दुखिरहने यो आँखाहरू निको भए, सबै निको भए। देख्न त सकिन, तर कट 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 दुखिरहने चाहिँ नि त्यो पीडा चाहिँ नि सधैँको निम्ति चट्टै हटेर गयो। सानो सानो अवस्था हुँदाखेरि नि अलिअलि येशू ख्रीष्टको वचनलाई सुन्दै गर्दाखेरि नि येशू ख्रीष्ट शक्तिशाली हुनुहुँदो रहेछ, येशू चाहिँ यहाँ हुनुहुँदो रहेछ भन्ने कुरा म भित्र लाग्न सुरु भएपछि जब जब ज्ञान आउन थाल्यो, मैले त्यो निर्णय लिएँ, अब होइन, मैले चाहिँ येशू ख्रीष्टलाई विश्वास गर्नै पर्छ। मैले चाहिँ येशूलाई ग्रहण गर्नुपर्छ, किनभने येशू ख्रीष्ट परमेश्वरको पुत्र, मानिस जातिलाई जीवन दिन आउनु भएको शान्तिका दाता हुनुहुन्छ भनिकन मैले येशूलाई ग्रहण गर्नुपर्छ भनिकन मैले निर्णय लिएँ। कसैको कर लागेन मेरो लागि, कसैले मलाई भगाउनु परेन, तर बस्दै गर्दा मैले येशूको अनुग्रह पाएपछि मैले येशू ख्रीष्टलाई नि मुक्तिदाता भनिकन विश्वास गरेँ। हालेलुया, हालेलुया। येशूलाई मुक्तिदाता भनेर विश्वास गरेपछि नि आज चाहिँ म यो भन्दछु कि मैले यो संसार नदेखे तापनि यो संसारको सुन्दरता, यो संसारमा हुँदै गरेको चमत्कार र शक्तिशाली कुराहरू मैले देख्न नपाए तापनि नि मैले विश्वास गरेको येशू चाहिँ यो संसारभन्दा महान हुनुहुन्छ। मैले विश्वास गरेको मेरो येशू ख्रीष्ट नि यो धरतीभन्दा महान हुनुहुन्छ। स्वर्ग र पृथ्वी बनाउनु ने येशू ख्रीष्ट, स्वर्ग र पृथ्वी बनाउने परमप्रभु परमेश्वर चाहिँ नि आज मेरो जीवनमा हुनुहुन्छ। हालेलुया। यसकारण त्यही येशू ख्रीष्ट पनि आज तपाईसित पनि हुनुहुन्छ। यसकारण तपाईँ दुःख नमान्नुहोस्, तपाईँ निराश नहुनुहोस्। जीवनमा परिवारमा दुःख भइरहेको समस्या हुँदै गर्दा येशूलाई विश्वास गरेर पनि यस्तो हुँदो रहेछ, येशूलाई विश्वास गरेर क्रिस्चियन भएर पनि समस्या त त्यत्तिकै रहेछ भनेर नसोच्नुहोस्। तपाईको जीवनको समस्या भन्दा ठुलो चाहिँ तपाईले विश्वास गर्नुभएको येशू ख्रीष्ट हो। आमेन। म ठान्छु मेरो जीवनको समस्या भन्दा ठुलो चाहिँ मेरो येशू ख्रीष्ट ठुलो महान हुनुहुन्छ। मेरो येशू ख्रीष्ट महान, येशूको अगाडि महान येशू ख्रीष्टको सामुन्ने नि मेरो दुःख र कष्ट टिक्न सक्दैन, किनभने येशू साँच्चै महान हुनुहुन्छ। लामो वर्ष प्रार्थना गरे त मैले येशू ख्रीष्टलाई विश्वास गरेको लगभग 35 वर्षभन्दा बेसी भयो त, तर मैले आँखा देखिनँ नि, नदेख्ने नै भएर बसिरहेँ। आज पनि म तपाईको अगाडि नदेख्ने नै भएर बसेको छु, तर तपाईलाई म एउटा सत्य कुरा भनिदिन्छु, मेरो आँखा भन्दा ठुलो मेरो येशू ख्रीष्ट हो। आमेन। मैले विश्वास गरेको येशू ख्रीष्ट हो। चाहे मैले यो संसारलाई देखौँ या नदेखौँ, चाहे यो संसारको सुन्दरता देख्नु पाओस् या नपाओस्, मैले मेरो उद्धारकर्ता येशूलाई देखेको छु। जुन येशू ख्रीष्ट म भित्र हुनुहुन्छ, त्यही येशू ख्रीष्ट तपाईसित पनि हुनुहुन्छ। आमेन। दोस्रो कोरिन्थी 5:17 मा पावलले कोरिन्थीको मण्डलीसँग यसरी भन्नुहुन्छ, यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुनुहुन्छ। हेर ती नयाँ भइसके, पुरानो कुरा बितिसके, हेर ती नयाँ भइसकेका छन्। मसँग यसरी भनिदिनुहोस् न, यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ। पुरानो कुरा बितिसके, हेर ती नयाँ भइसकेका छ। हालेलुया, हालेलुया, हालेलुया। ताली बजाएर परमेश्वरको महिमा गर्ने छ हामी। प्रेज द लर्ड, प्रेज द लर्ड, प्रेज द लर्ड, प्रेज द लर्ड। प्रिय मण्डली, तपाईँ आज पुरानो मान्छे होइन, तपाईँ नयाँ मान्छे हुनुहुन्छ। हालेलुया। सबले भन्नुहोस्, आज म नयाँ मान्छे हो। पवित्र येशू हुनुहुन्छ।
प्रियहरू, जुन दिन तपाईले हामीले येशूलाई विश्वास गर्यौं नि, हामी त्यो दिनदेखि नयाँ भयौं। तपाईं हामी ख्रिस्टमा छौं। आज ख्रिस्ट हामीसित हुनुहुन्छ। तपाईमध्ये कसैले कलसी 1:18 निकाल्दै गर्नुहोस् न। हामी अहिले पढ्नेछौँ, हामी नयाँ मान्छे भएका छौं। हाम्रो सृष्टिकर्ता परमप्रभु परमेश्वरले अब तपाईले हामीलाई नयाँ मान्छेको रूपमा देख्नुहुन्छ। तपाईले हामीलाई नयाँ देख्नुहुन्छ, किनभने हामीले येशूलाई विश्वास गर्यौं। हाम्रा सृष्टिकर्ता परमपिता परमेश्वरले हाम्रो निम्ति दिनुभएको एकमात्र पुत्र येशू ख्रिस्टमाथि त्यो शक्ति देख्यौं, त्यो सामर्थ्य देख्यौं। यसकारण हामीले उहाँलाई विश्वास गर्यौं। यसकारण तपाईले हामी आज नयाँ भएका छौं। प्रियहरू, तपाईँ नयाँ हुनुहुन्छ। तपाईँ पुरानो मान्छे होइन। तपाईँ भित्रको पुरानो मनुष्यता अब निक्लेर गएको छ। पुरानो परम्परा र पापले सडेको पुरानो जीवन नष्ट भएको छ। अब येशू ख्रिस्टमा तपाईले नयाँ जीवन प्राप्त गर्नुभएको, तपाईँ नयाँ मान्छे हो। तपाईँ नयाँ व्यक्ति हुनुहुन्छ। तपाईँ नयाँ व्यक्ति हुनुहुन्छ। हालेलुया। एकजना 12 वर्षसम्म रगत बोक्ने स्त्री, बाइबलभित्रको एउटा सत्य घटनालाई पाउँछौं, जो आफ्नो बिमारले साह्रै गलिसकेको बहिनी, बिमारले साह्रै थकित भइसकेको बहिनी, त्यो बिमार निको पार्नको लागि उनले सबै कुरो गरे। सबै धन सम्पत्ति सिद्धियो र पनि जाति भएन। तर तपाईलाई सत्य कुरा भन्दियो, एक दिन एउटा यस्तो समय आयो, हजारौंको भिडको साथमा येशू ख्रिस्ट हिँड्दै गर्दा यो स्त्रीले एउटा निर्णय गरेको छ, यदि मैले येशूको वस्त्रको किनार मात्रै छुए भने पनि म निको हुनेछु। सबले भन्नुहोस् त, यदि मैले येशूको वस्त्रको किनार छुए भने मात्रै म निको हुनेछु। यो स्त्रीले भन्दैछ, येशूको वस्त्रको किनार छुए भने पनि म निको हुनेछु। अनि त्यति बेलाको समयमा चाहिँ नि येशू ख्रिस्ट सँगसँगै मानिसहरू सँगसँगै भिड सँगसँगै चेलाहरू सँगसँगै हिँड्नुहुन्थ्यो। अनि धेरै अचम्म र आश्चर्यको कामहरू गर्नुभयो। अनि यसरी मानिसहरूमा नयाँ कुरा आयो, मानिसहरूमा नयाँ कुराले भरिन सुरु गर्यो। अनि धेरै मानिसहरू निको भए। यो स्त्रीले जसै मनबाट विश्वासको घोषणा गरे, यदि मैले वस्त्रको किनार मात्रै छुए भने पनि म निको हुनेछु। ठुलो कुरा सोचेन उसले, ठुलो कुरा सोचेन। येशूको अंगालभित्र पस्ने कुरा सोचेन। येशूको पाउ च्याप्पै पक्रिने कुरा सोचेन। येशूको हात हत्केला ट्याप्पै समात्छु भन्ने कुरा सोचेन। येशूको छातीमा टाँसिन्छु भन्ने कुरा सोचेन। एउटै कुरा सोच्यो, येशू ख्रिस्टको वस्त्रको किनार भनेपछि तपाईँ बुझ्नुहुन्छ। वस्त्रको किनार, सानो किनार तल, उसले आफूलाई नि त्यहाँसम्मको पश्चाताप गर्यो। प्रेज द लर्ड। यसकारण क्रिस्चियन हुँदै गर्दै इसाई जीवनमा नि पश्चाताप साह्रो जरुरी छ। पछुतो चाहिँ नि घरिघरि पाप दोहोरिन्छ, तर जसले पश्चाताप गर्छ नि, पश्चाताप चाहिँ साँच्चै हृदयबाट हुन्छ। पश्चाताप गर्ने मान्छे चाहिँ नि पाप दोहोर्याउँदैन। हामी भन्नुहोस् त, हामी चाहिँ पाप नदोर्याउने परमप्रभुको अघि नयाँ देखा पर्ने व्यक्ति रहौं। हालेलुया, हालेलुया। दोस्रो कोरिन्थी 5:17 समाधि राख्नुहोस् त मैले, किनभने यदि कोही ख्रिस्टमा छ भने हामी ख्रिस्टमा छौं। आमेन। तपाईँ ख्रिस्टमा हुनुहुन्छ? ख्रिस्टमा हुनुहुन्छ? तपाईँ क्रिस्चियन हो नि, हो कि भन्नुहोस् न? यसकारण तपाईँसित ख्रिस्ट छ भनेर विश्वास गर्नुहुन्छ? पहिलो कोरिन्थी 3:16-17 पावलले कोरिन्थीको मण्डलीलाई यसरी भने, तिमीहरूको हृदय पवित्र आत्माको मन्दिर हो, जहाँ परमेश्वरको आत्माले वास गर्नुहुन्छ। हालेलुया। ओ तपाईले हामीले विश्वास गरे कि येशू ख्रिस्ट हामी भित्र वास गर्नुहुन्छ, हामी भित्र राज्य गर्नुहुन्छ। ठुलो ठुलो ओडा र पार पर्वततिर होइन रहेछ, बर पिपलतिर होइन रहेछ। तपाईले मैले विश्वास गरेको येशू ख्रिस्ट हामी भित्र हुनुहुन्छ। हालेलुया।
यसकारण नि यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ। हालेलुया। हामी दिन प्रतिदिन नयाँ भएका छौँ। अब तपाईँ हामी नयाँ भयौँ येशू ख्रीष्टलाई विश्वास गरेको कारणले गर्दा, तपाईँ हामी नयाँ भएको कारणले गर्दा अब हामी बस्ने ठाउँ, हामी बस्ने गाउँ, हामी बस्ने बस्ती गल्ली, हाम्रो समाज पनि नयाँ हुनेछ। प्रेज द लर्ड। नयाँ हुनेछ। सबले भन्नुहोस् त, हामी बस्ने गाउँ, हाम्रो ठाउँ, हाम्रो सहर, हाम्रो बजार, हाम्रो बस्ती, हाम्रो समाज नयाँ हुनेछ। हालेलुया। नयाँ हुनेछ। ग्लोरा बाशान्दारा यानामा माशे रिमा शखोरा बाबाशा। प्रियहरू, जुन दिन मैले येशूलाई ग्रहण गर्छु भनेर निर्णय गरेर मेरो जीवनमा येशूलाई मैले ग्रहण गरेर म भित्र राज्य गर्नु दिए नि, म नयाँ भए। आजसम्म पनि 35 वर्ष अगाडि येशूलाई विश्वास गरे तापनि आज 35 वर्ष पछाडि पनि म नयाँ छु, किनभने येशू ख्रीष्ट म भित्र हुनुहुन्छ। यसकारण तपाईसित पनि त्यही येशू ख्रीष्ट हुनुहुन्छ। हामी नयाँ मान्छेहरू जहाँ गएर बस्छौँ नि त्यहाँ नयाँ परिवर्तन आउँछ। अब तपाईँ हामी चाहिँ नि मामुलीको मान्छेहरू होइनौँ, तपाईँ हामी लडतर्क विश्वासीहरू होइनौँ। तपाईँ यो नठान्नुहोस् आफ्नो जीवनमा घरि म त खै वचन पढ्नु पनि आउँदैन, प्रार्थना गर्नु पनि सक्दिनौ, यो घुँडा कट 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 खाइबस्छ, बस्यो भने पनि कम्बर दुख्छ, आँखा दुख्छ, रिङ्गडा लाग्छ, फास्टिङ बस्यो ग्यास्ट्रिक हुन्छ। अब हुँदैन। हालेलुया। हालेलुया। अब यो सबै कुरो हुनेवाला छैन, किनभने तपाईँ हामी नयाँ भएका छौँ। परमेश्वरले तपाईँलाई नयाँ देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई नयाँ देख्नुहुन्छ। तपाईले विश्वास गर्नुभएको, ग्रहण गर्नुभएको येशू ख्रीष्टले तपाईलाई नयाँ देख्नुहुन्छ। पवित्र आत्मा तपाईँ भित्र हुनुहुन्छ। हालेलुया। हालेलुया। पवित्र आत्मा तपाईँ भित्र हुनुहुन्छ। पवित्र आत्माले तपाईँलाई जहिले पनि नयाँ बनाउनुहुन्छ। पवित्र आत्माले जहिले पनि तपाईँलाई नयाँ हुन सिकाउनुहुन्छ, नयाँ बस्नमा सहायता गर्नुहुन्छ पवित्र आत्माले। प्रियहरू, यसकारण तपाईले तपाईको जीवनलाई तुच्छ नठान्नुहोस्। तपाईले तपाईको मुखलाई तुच्छ नठान्नुहोस्। आफ्नो क्रिस्चियन जीवन भाग्यसँग तुलना नगर्नुहोस्। तपाईँ विश्वासी हुनुहुन्छ, तपाईँ भित्र ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट तपाईको सिटिङ रुममा होइन, ख्रीष्ट तपाईको बेडरुममा होइन, ख्रीष्ट तपाईको हातले बनाएको भवन भित्र होइन, ख्रीष्ट चाहिँ तपाईँ भित्र बस्नुहुन्छ। तपाईँ भित्र। हालेलुया। किनभने उत्पत्ति 2:7 वचनमा परमप्रभुले जसरी उहाँको स्वरूप र प्रतिरूपमा तपाईँ हामीलाई मानिस जातिलाई पहिलो मानिसलाई जब बनाउनु भयो नि, जीवनको सास फुकिदिनु भयो। हालेलुया। यसकारण मानिस भित्र परमेश्वरको आत्मा छ। आमेन। आमेन। पहिलो थिस्सलुनी 5:19 वचनमा लेखे अनुसार आत्मालाई ननिभाउ भनेको कारण चाहिँ नि, हामीले आत्मालाई कसरी निभाउँछौँ भने नि, दुःख पर्दा धेरै दोस्याउँछौँ, दुःख पर्दा धेरै समस्याको कुरालाई अगाडि सार्छौँ, धेरैचोटि विश्वासमा हामी हटी पठाउँछौँ, विश्वासमा कमजोरी भइ पठाउँछौँ। त्यही हुँदै जाँदाखेरि नि आत्मालाई निर्भय पठाउँछौँ। तर पावलले च्यालेन्ज दिएको छ, तपाईले हामीलाई यो सन्देश दिनुभएको छ। त्यो सन्देशले के भन्छ भनेदेखिलाई, प्रियहरू, आत्मालाई ननिभाऊ। पहिलो कोरिन्थी 2:24 पावलले यसरी कोरिन्थीको मण्डलीलाई भन्छ, मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा त थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो। ताली बजाएर प्रभुलाई महिमा गर्छौँ नि तिमीले। हालेलुया। हालेलुया। यानी कि पावलले भन्नु खोज्दैछ कि उसले बोलेको कुरा, उसको शब्दहरू चाहिँ नि, उसको बुद्धिपूर्ण कुराहरू जे जति पनि थियो, उसले बोल्दै गएको उपदेश र सन्देश चाहिँ नि घतलाग्दो त थिएन,
तर त्यति बेला घतलाग्दो भयो, त्यति बेला चाहिँ जीवनमा काम आयो, साह्रै चाख लाग्दो भयो। जति बेला चाहिँ पावलले उसमा भएको ज्ञान र बुद्धिलाई चाहिँ नि पवित्र आत्माको शक्तिमा देख्न सुरु गरे। हालेलुया। आजको मण्डलीले पनि आफूलाई पवित्र आत्माको शक्तिमा भेटाउन सक्नुपर्छ, परमेश्वरको आत्मासँग मिल्न सक्नुपर्छ। पवित्र आत्मासँग मिलेर चाहिँ नि परमेश्वरको राज्य बढाउनु पर्छ। प्रियहरू, तपाईँ हामी परमेश्वरको आत्माले भरिएका व्यक्तिहरू बन्नुपर्छ। म तपाईँसित आउँदै गर्दा यति बेला कलासी 1:18 पढ्न माग्छु। मलाई तपाईँले पढिदिन सक्नुहुन्छ? कलासीको पत्रबाट हामी हेरौँ 1:18 पाउनुभयो कसैले? पढिदिनुहोस् त। शरीरमा अर्थात् मण्डलीका शिर हुनुहुन्छ। अवा शरीरमा अर्थात् मण्डलीका शिर हुनुहुन्छ। सबै कुरामा सर्वश्रेष्ठता उहाँले नै होस् भनेर उहाँ आदि र मरेकाबाट बिउजनेमा जेठो हुनुहुन्छ। ताली बजाएर प्रभुलाई महिमा गर्दिनु। हालेलुया। आज पनि एउटा कुरालाई याद गर्नु। कलासी 1:18 मण्डली अर्थात् तपाईँ नि म। मण्डली भनेको चर्च हो। के हो? चर्च। हामी चर्च भन्छ नि। चर्च जान्छौँ भन्छ नि। भोलि हाम्रो चर्च छ है, यति बजी सबैजना आफ्नो समयमा भेला हुनुहोस्। भोलिको दिन सन्डे आफ्नो झोलामा बाइबल बोकेर हिँड्दै गर्दा कजनको चर्च गएको, तिमी चर्च आइपुग्यौ भन्ने गर्छ। हामीले चर्च चाहिँ नि एउटा बिल्डिङलाई सम्झिन्छौँ, एउटा घर कोठालाई चर्च भनेर सम्झिन्छौँ। तर यो एउटा भवन मात्रै हो। चर्च परमेश्वरले देख्नु भएको चर्च, परमेश्वरले चुन्नु भएको रियल चर्च को भन्दा नि मण्डली हो। को मण्डली अर्थात् तपाईँ नि हामी चाहिँ परमेश्वरको निम्ति एउटा चर्च छौँ। अनि किनभने परमेश्वर चाहिँ हामीसित हुनुहुन्छ, ख्रीष्ट हामीसित हुनुहुन्छ। हामीले उहाँलाई विश्वास गरेको हौँ, उहाँले हामीलाई ग्रहण गर्नुभएको छ, उहाँले हामीलाई हाम्रो पाप क्षमा गर्नुभएको छ। येशू ख्रीष्ट तपाईँले हामीसित हुनुहुन्छ। त्यही कारण परमप्रभु परमेश्वरले उत्पत्ति 2:7 आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा परमप्रभुले तपाईँले हामीलाई सृष्टि गर्नुभएको हो। हामी उहाँका सृष्टि हौँ। एउटै कारणले उहाँले तपाईँले हामीलाई आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो। त्यो चाहिँ किन भन्दाखेरि नि उहाँ चाहिँ मानिसहरूको हृदयमा राज्य गर्नुहुन्छ। Amen. So that we are the real church of God. The God is live in our heart. परमेश्वर हाम्रो हृदयभित्र हामीभित्र राज्य गर्नुहुन्छ। प्रेज द लर्ड। भन्दैछ मण्डलीको शिर को हुनुहुन्छ? येशू ख्रीष्ट। को हुनुहुन्छ? येशू ख्रीष्ट। को हुनुहुन्छ? मत्ती 16:18-13 पढ्दै गयो भनेदेखिलाई बडो शक्तिशाली कुरालाई पाउँछौँ। अनि माथि 18लाई पढ्दै गर्दाखेरि नि एक दिन येशू ख्रीष्ट यसरी चेलाहरूसँग बसेर बात गर्नुभयो। अनि येशूले भन्नुभयो मलाई मानिसहरूले के भनेर सोध्नुभयो, के भनेर भन्छ भनेर सोध्दै गर्दा चेलाहरूले जवाब दिए, कसैले एलिया भन्छन्, कसैले यर्मिया अगमवक्ता भन्छन्, कसैले अगमवक्ताहरू मध्येमा एकजना उहिलेको अगमवक्ता भन्छन्। अनि त्यो सुनिसकेपछि येशू ख्रीष्टले चेलाहरूसँग तिमीहरूले चाहिँ मलाई के भन्छ? अनि पत्रसले जवाब दिएको छ, तपाईँ चाहिँ ख्रीष्ट परमेश्वरको पुत्र। ताली बजाइदिनुहोस् न यति बेला। हालेलुया। प्रेज द लर्ड। अनि येशूले भन्नुभयो पत्रस यो चाहिँ तिमी आफै भनेको नौ, तर तिमीलाई माथिबाट मेरो पिताले सिकाएको कुरा तिमीले बोल्दैछौ। यसकारण तिमी चाहिँ नि आजदेखि नि पत्थर हो भन्नुभयो। के भन्नुभयो? चट्टान। पत्रस तिमी त चट्टान हो, तिमी माथि चाहिँ म एउटा जग बसाल्नेछु। अनि हामी माथि चाहिँ येशूले त्यो जग बसाल्न सुरु गर्नुभयो। त्यो चाहिँ मण्डली। हालेलुया। हालेलुया। उनको राज्य हाम्रो जीवनमा आयो। हालेलुया। हालेलुया। मत्ती 8:2 हामी 20लाई 18देखि पढ्दै जाँदा 20मा एउटा घटना पाउँछौँ। एकजना शास्त्रीले येशूलाई यसरी भनेको छ, गुरुज्यू मलाई पनि तपाईँको पछि आउन दिनुहोस् भन्दै गर्दा येशूले त्यो शास्त्रीलाई यसरी जवाब दिए, यसरी भनेका छन्, हेर स्यालका
लुक्ने दुलाहरू छन्, आकाशमा उड्ने चराचुरुङ्गीको गुण छन्, तर मानिसको पुत्रको शिर अडाउने ठाउँ छैन भनेर जवाब दिँदै गर्दा म तपाईँलाई यो कुरा भन्छु। किन भन्दा यो शास्त्री भन्ने मान्छे, यो शास्त्रीहरूले चाहिँ येशू ख्रिस्टलाई नि उद्धारकर्ता अर्थात् ख्रिस्ट परमेश्वरको पुत्र भनिकन विश्वास गर्दैनथ्यो। तर आज तपाईले हामीले चाहिँ येशू ख्रिस्टलाई नि परमेश्वरको पुत्र, मेरो उद्धारकर्ता ख्रिस्ट भनिकन तपाईले हामीले विश्वास गरेका छौँ। यसकारण ख्रिस्ट येशू अडिने ठाउँ चाहिँ तपाईले हामी बनेको छौँ। येशू ख्रिस्ट हामीमा अडिनु भएको छ। हालेलुया, हालेलुया। तपाईँ बडो अचम्मको व्यक्ति हुनुहुन्छ। सबले भन्नुहोस् त येशू ख्रिस्ट शक्तिशाली नाम हो यो। म तपाईलाई यसो भन्छु, जहिले पनि तपाईले येशू ख्रिस्ट भनेर पुकारिरहनुहोस्। हरेक कदम कदममा, हरेक घरमा जे पनि काम गर्नुहुन्छ, येशू ख्रिस्ट तपाईँलाई महिमा होस्। येशू ख्रिस्ट तपाईँ धन्यको हुनुहुन्छ। धन्य त्यो नाउँ जो परमप्रभु परमेश्वरको नाउँमा आउने येशू ख्रिस्ट। होसाना होसाना भन्दै मुखले बोल्दै जब जुनै पनि काम गर्नुहुन्छ, जुनै पनि यात्रा गर्नुहुन्छ नि, तपाईँले त्यहाँ सफलता सक्सेस पाउनुहुन्छ। आमेन। मैले आजसम्म पाएको छु, मेरो जीवनमा येशूले यो काम गर्नुभएको छ। मसित येशू हुनुहुन्छ भनिकन म निश्चय छु, किनभने मैले नदेखे तापनि नि मेरो येशूले मलाई देख्नुहुन्छ। आमेन। म भित्रको येशूले तपाईलाई देख्नुहुन्छ। म भित्रको येशूले यो समाजलाई देख्नुहुन्छ। म भित्रको येशूले यो संसार देख्नुहुन्छ। म भित्रको येशूले यो धरतीलाई देख्नुहुन्छ। यहाँका भएका मानिसहरूको अगाडि अगाडि जसै जसै तपाईले हामी जान्छौँ नि, हामी नयाँ भएको कारणले गर्दा त्यो ठाउँ पनि नयाँ हुन्छ। त्यहाँ पनि नयाँपन आउँछ, त्यहाँ पनि नयाँ सुन्दरीकरण हुन्छ, त्यहाँ पनि नयाँ येशूको राज्य बढ्छ। तर हामी जाँदैनौँ त, बढ्दैनौँ नि। जाऊ र जाति जातिलाई गएर मेरो सुसमाचार सुनाऊ र पिता पुत्र पवित्र आत्माको नाउँमा मेरो बप्तिस्मा देऊ भनेर येशूले भन्नुभएको आदेश जो छ नि, यो पास्टरको लागि मात्र होइन, सम्पूर्ण येशू ख्रिस्टलाई विश्वास गर्ने मण्डलीहरूको लागि हो। तपाईले नि अब उपरान्त नि तपाईँ नयाँ हुनुहुन्छ। के हुनुहुन्छ? नयाँ। तपाईले पक्का म चाहिँ येशू ख्रिस्टको मान्छे, नयाँ म भित्र ख्रिस्ट हुनुहुन्छ भने तपाईले विश्वासमा यो कुरालाई समात्नु भएको छ भने नि अब तपाईँ नि घरमा ढुक्क बस्नु हुँदैन, तपाईँ प्रचार गर्न जानुपर्ने हुन्छ। तपाईँ प्रचार गर्न जानुपर्ने हुन्छ। आज त्यहाँ बसेर ठप्प बस्ने मण्डलीहरू भोलि पास्टर बन्न सक्छ, भोलि एल्डर बन्न सक्छ, भोलि डिकन बन्न सक्छ, इभान्जलिस्ट बन्न सक्छ। तपाईले आफ्नो कर्तव्य पूरा गर्नुभयो भने, किनभने तपाईँ त नयाँ मान्छे हो। तपाईँ नयाँ मान्छे हो। तपाईमाथि येशूको शिर अडिएको छ। हालेलुया। हामी मण्डलीमाथि येशूको शिर अडिएको छ। उहाँ हाम्रो शिर हुनुहुन्छ। हामी येशूलाई बोकेर हिँड्ने मान्छे हौ। प्रेज द लर्ड, प्रेज द लर्ड। यसकारण तपाईँ नि दुखित हुनु हुँदैन, निराश हुनु हुँदैन, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र आफ्नो पुत्रलाई दिनुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। हालेलुया। तपाईले हामी चाहिँ अनन्त जीवन पाउने मानिसहरू हौ, किनभने येशू जीवन दिन आउनु भएको हो। येशूले तपाईले हामीलाई जीवन दिनुभएको छ। येशू जीवनको स्रोत हुनुहुन्छ। कसैको धर्म परिवर्तन गर्न आउनु भएको होइन। म तपाईलाई यहाँ बदलाउन आएको होइन, म बदलाउन सक्दिनँ, तर येशूले तपाईलाई बदलाउनुहुन्छ। येशू तपाईसित हुनुहुन्छ। तपाईँ नयाँ मान्छे, येशू ख्रिस्ट तपाईसित हुनुहुन्छ। परमेश्वरलाई स्तुति होस्। साँझको बेला रात निकै बढ्दै गइराखेको छ। तपाईँ धेरैजना प्रार्थनामा पनि इच्छा गर्नुभएको छ। यसकारणले गर्दा हामी प्रार्थनाको समयमा आउँदै गर्दा एउटै कुरालाई याद गर्नुहोस्, तपाईँ नयाँ हुनुहुन्छ। आमेन, आमेन। हाम्रो आत्माको दियो मर्न हुँदैन, हाम्रो आत्मा निप्न हुँदैन, बलिरहनु पर्छ। आत्मा चाहिँ त्यो व्यक्तिको बलिरहन्छ जुन व्यक्तिले आफूलाई म ख्रिस्टमा नयाँ छु भनिकन विश्वास गरेको छ। म नयाँ मान्छे हो भनिकन विश्वास गरेको छ। अब तपाईँको समाजमा तपाईँ जब उभिनुहुन्छ नि, त्यहाँ नयाँ कुरा बग्न सुरु हुन्छ। त्यो नयाँ कुरा चाहिँ के भने छुटकारा, चङ्गाई, परिवर्तन,
त्यहाँ सुरु हुन्छ। हालेलुया। तपाईलाई लाग्छ होला म मात्रै विश्वास गरेको, मेरो सन्तानले विश्वास गरेको छैन, मेरो सन्तान त यो छ त्यो छ त्यस्तो छ। सन्तान जेसुकै होस् केही छैन, तर तपाईँ पुग्नुहोस् त्यो घरमा, तपाईँ त्यो घरको आँगनमा पुग्नुहोस्, त्यो घरको गल्लीमा त्यो गाउँमा पुग्नुहोस्। नडराउनुहोस् एउटा कुरा, अर्को कुरा नलजाउनुहोस्। सबले भन्नुहोस् त हामी नयाँ भएका व्यक्तिहरू हौं। यसकारण येशूको सुसमाचार सुनाउन लजाउने छैनौं, डराउने छैनौं। निर्धक्क येशूलाई बोकेर हरेक समाज र गल्ली गाउँमा नयाँ बनाउँदै हिँड्नेछौं। आमेन आमेन। येशूको राज्य नजिक आएको छ। हिजो अस्ति कति ठुलो हल्ला फैल्यो मलाई थाहा छ। छत्तीसगढको लागि कतिजनाले प्रार्थना गर्नुभयो, सुन्नुभयो? छत्तीसगढको घटना सुन्नुभयो? मार्च 1 तारिकदेखि छत्तीसगढमा एउटा घटना घट्नेवाला थियो। हामीले सुन्यौं अनि हामी प्रार्थना गर्यौं। एकदम तयार थियो पीडा दिने मानिसहरू पनि। उनीहरूले पीडा दिनुभन्दा अगाडि उनीहरूले मानिलिएको परम्परा अनुसार उनीहरूले शपथ पनि खाइराखेको कुरा पनि हामीसित आएको थियो। हामी घुट्टामा बसेर उपवास बसेर प्रार्थना गर्यौं। हामी आफ्नै ठाउँमा बसेर पनि नि छत्तीसगढलाई नयाँ बनायौं। हालेलुया हालेलुया। त्यहाँनिर परमेश्वरको नयाँ राज्य बढिराखेको छ। ओ प्रिय मण्डली, तपाईको प्रार्थनाले, तपाईको उपासनाले, तपाईको हृदयभित्रको अन्तर्विन्तीले नि तपाईको समाजमा नयाँ बनाइराखेको छ। तपाई बस्दै गरेको बस्ती र गाउँमा नि नयाँ कुरा आइराखेको छ। हालेलुया हालेलुया। आज बेला कि तपाईसित यति कुरा भन्न माग्छु। मण्डली, तपाईले सोच्नुहोस्, तपाई मण्डली र बसेर ताली बजाउँदै गाउने मण्डली मात्र होइन, रुटिन अनुसार रुटिन पाउँदो रोस्टरमा प्रार्थना गर्ने मण्डली मात्र होइन, तर तपाईमा त ख्रीष्टको शिर अडेको मण्डली हुनुहुन्छ। हामी मण्डलीको शिर ख्रीष्ट हुनुहुन्छ। एफिसी 5:23 मा पनि यो कुरालाई हामी पाउँछौँ। जसरी पति पत्नीको शिर हो भने ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। आमेन आमेन। एउटा पत्नीको शिर पति, एउटा श्रीमतीको शिर एउटा श्रीमान हुन्छ भनेदेखिलाई पावलले बडो शक्तिशाली इक्जाम्पल दिए। एउटा मण्डलीको शिर चाहिँ ख्रीष्ट हुनुहुन्छ। हालेलुया। सो हामी निर्धक्क बसौं, हामी नडराउँ, येशू ख्रीष्ट हामीसितै हुनुहुन्छ। हालेलुया आमेन। आउनुहोस् हामी यति बेला सबैजना मुख खोलेर प्रार्थना गर्नेछौँ। हामी हृदय खोलेर केही छ परमेश्वरलाई धन्यवाद छौँ। परमेश्वर तपाईले हामीसित हुनुहुन्छ। रे माशा खारा बाशा रे बान्दाना याला बाशा।